नमस्कार विश्वभरबाट हेरिनुभएका सम्पूर्णले आज चल्दो बल्दो युवा विदेशमा बसे पनि देशलाई माया गर्ने, देशको बारेमा सोच्ने र देशमा के भइरहेको छ भन्ने कुरामा चाहिँ धारणा राख्ने युवा हुनुहुन्छ। हाम्रो शङ्कर जी हुनुहुन्छ, उहाँलाई चाहिँ म स्वागत गर्न चाहन्छु। शङ्कर जी, स्वागत छ हजुरलाई। धन्यवाद सर। अनि के छ, हजुरको घर कहाँ पर्यो? मेरो तनहुँ। अनि तपाईँ यहाँ दुबई बसेको कति भयो? दुबई बसेको 4 वर्ष भयो सर। अनि यो अहिले परिस्थितिमा चाहिँ देशलाई चाहिँ तपाईँले कसरी निहालिरहनु भएको छ? अब त्यही हो, अब हेरिराखेको छ। अब विदेशमा दुःख गरे पनि अब पीर र चिन्ता भनेको नेपालकै हुन्छ, देशकै हुन्छ। हजुर। अब खै अब के होला भन्ने जस्तो त लाग्छ। अब होला बिस्तारै। ठ्याक्कै अब देशमा चाहिँ के भइदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ तपाईँले? अब यस ठ्याक्कै यो भन्दा नि अब एमाले काङ्ग्रेसको सरकार ढलिसके पछाडि हजुर अब जे होस् नेपालमा केही होला गर्ला भने चाहिँ हाम्रो बालेन सरले गर्छ के? बालेनले गर्छ जस्तो गर्छ। कसरी तपाईँले भन्नुभयो कि बालेनले गर्छ? अब तपाईँले बालेनमा चाहिँ अहिले चाहिँ ऊ आइरहेछ, हिजो मात्रै बालेन शाहले चाहिँ एउटा स्ट्याटस लेखेका छन्, त्यसको बारेमा तपाईँ के भन्नुहुन्छ? होइन, त्यो स्ट्याटस हो, आउँछ। अब त्यो कुनै फ्याकहरू पनि होला, के होला, आउँछ, त्यो भइहाल्छ। अब यो बालेन भनेको युवा हो, काठमाडौँको मेयर पनि हो। हजुर, गर्छ। अब हेर्नुहोस् काठमाडौँलाई कस्तो झिलिमिली बनाइसकेको छ, यसले गर्छ। त्यो चार्जमा भएर हो, अब त्यो बेला चार्जमा हुन्छ पनि उहाँ केटा हो, त्यो गर्छ, बिस्तारै गर्छ। पुरा भरोसा छ तपाईँलाई? अनि म त फुल्ली 100% हो नि, बालेनको म त डाई हार्ट फ्यान हो नि। गर्छ। मान्छेहरू त यहाँ अब बालेनलाई चाहिँ गाली गरेर बालेन चाहिँ कामै छैन, यो गजेडी भयो भन्छन् नि त। अनि त्यस्तालाई के भन्नुहुन्छ त? होइन, अब त्यो राम्रो गर्ने मान्छेको एउटा दुईवटा कुरा काट्ने मान्छे त भइहाल्छ नि सर, हुँदैन र? हुन्छ, गर्छ। बालेन हो, गर्छ। सबैको मनमुटुमा अब चाहिँ यहाँ के भइरहेको छ भनेपछि बालेनले होइन रविले गर्छ भनिरहेछन् क्या। अब बालेन र रविलाई तुलना गर्दाखेरि कसरी हेर्नु भएको छ त? कहाँ रवि अहिले भित्र छ, उसले केही गर्न सक्दैन सर। बालेनै अहिलेको जनताहरूको हितको लागि काम गर्ने र मनमुटुमा बसेको युवा केटा भनेको मान्छे भनेको बालेनले गर्छ। बालेनले गर्छ। रवि भित्र छ, उसले के गर्छ यार? दर्शकबिनहरू, अब बालेनले चाहिँ अब साँच्चीकै अब गर्ने चाहिँ के? अब प्रधानमन्त्री बालेन शाहलाई चाहिँ बनाउँदा देश बन्छ त? अब बनिहाल्छ नि, अब यसले गर्छ। अब जेएनजीहरूको पनि पुरै सपोर्ट छ बालेनलाई। अब हेरौँ, बालेन गर्छ, जे अहिले गर्छ कि। अब को छ त अब बालेन पछाडि? यहाँ को छ अब नेता बन्ला जस्तो, प्रधानमन्त्री पड्काउला जस्तो, गर्ला जस्तो, देशलाई एकदम विकास ल्याउने? अब को छ र? बालेनै हो। बालेनै हो। अब उहाँ युवाले भनिरहनु भएको छ, धेरैले चाहिँ बालेन शाहलाई चाहिँ गर्दैन भन्दाखेरि उहाँले चाहिँ सपोर्टमा चाहिँ बालेन शाहको कुरा गर्नुभएको छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो त? हाम्रो यो सानो भलाखुसारी हामीले गरेका थियौँ र आम दर्शकबिनहरूलाई र बालेनका समर्थनलाई के भन्न चाहनुहुन्छ? अब हेर्नुहोस्, म दुबईबाट बसिरहेको छु, हेरिरहेको छु, देशको गतिविधिहरूलाई बुझिरहेको छु। तपाईँहरू नेपालमा भएर पनि बुझिरहनु पर्छ, जानिरहन्छ। तर बालेनको साथ चाहिँ कहिले पनि नछोड्नु होला। बालेन यति यस्तो युवा हो, यसले गर्छ देशलाई, यसले देशको मोहर चाहिँ फेर्छ यसले, मलाई त्यही लाग्छ। ल, हस् त, नमस्ते।